नमस्कार साथीहरू। आज चाहिँ मैले घरमै मिठो बनाउन सकिने चिकन बिरयानीको रेसिपी लिएर आएको छु। यो चाहिँ रेस्टुरेन्टभन्दा पनि स्वादिलो र नरम हुन्छ। घरमै हामीले बनाउन सकिन्छ घरकै इन्ग्रिडियन्ट्सबाट। ल बनाउन सुरु गरौँ। मैले चाहिँ 1.5 केजी चिकन लिएको छु र लोकल घिउ। यो कलर चाहिँ अप्सनल हो, नराख्नु पनि सक्नुहुन्छ। र गरम मसला, काटेको प्याज, अदुवा लसुन र यो जिरा धनियाको पाउडर, कागततिर पुदिना र दही पनि लिएको छु मैले थोरै, र काटेको प्याज पनि काटेर रेडी गरेँ। अब थोरै हामीले काजु बदाम पनि एड गर्न सक्छौँ। अब बनाउन सुरु गरौँ है त। मैले 1.5 केजी जति चिकन लिएँ। अब यसलाई म्यारिनेट गरौँ। म्यारिनेटको लागि चाहिँ थोरै नुन राखौँ र थोरै बेसार र अलिकति जिराको पाउडर राखेँ मैले, र थोरै कागती पनि राखिदिउँ। यसले चाहिँ चिकन अलिक सफ्ट र अलिक टेस्टी पनि हुन्छ। त्यसपछि मैले थोरै दही पनि राखेँ। यसले पनि एकदम नरम र एकदम स्वादिलो हुन्छ। हामीले थोरै नराख्न पनि सक्छौँ यो चाहिँ, तर जुन रेसिपीमा दही राख्यो भने चाहिँ एकदम राम्रो हुन्छ। र थोरै यो कलर पनि राखेँ मैले, यसरी राम्रो कलर आउँछ चिकनमा भनेर। त्यसपछि यसलाई अब राम्रोसँग अदुवा लसुन थोरै राखेर राम्रोसँग मिक्स गरौँ। र यसलाई राम्रोसँग मिक्स गरेर हामीले यसलाई आधा घन्टाको लागि छोड्छौँ। यो भएपछि राम्रो सफ्ट भएर राम्रो म्यारिनेट हुन्छ। यो म्यारिनेट भइसकेपछि हामीले यसलाई राखिदिन्छौँ। अब हामी उता चामल पनि थोरै रेडी गरौँ। चामल मैले बासमती चामल लिएको छु र उता कराही तताउँ। त्यसमा चाहिँ तेल राखेर अब हामीले चामल पनि भिजाएर राखिदिउँ। त्यो तातेको तेलमा प्याज भुट्न थालौँ र अर्को कराहीमा चिकनको लागि थोरै तेल हालौँ। तेल हालेर त्यो अघि म्यारिनेट गरेर राखेको चिकनलाई पनि फ्राई गर्न राखिदिउँ। यो थोरै तेलमा फ्राई भयो भने राम्रो हुन्छ। त्यसलाई नछोपिकन फ्राई गर्ने, राम्रो कलर आउँछ र सफ्ट भएर पाक्छ। यो चिकन फ्राई हुँदै गर्दा यता प्याज पनि भुट्दै गरौँ। अघि राखेको प्याजलाई भुट्दै गरौँ र यतापट्टि चिकन पनि फ्राई हुँदैछ। यो चिकन राम्रोसँग पाक्नु पर्दैन, पछि एकैचोटि बिरयानीसँगै पाक्छ एकैचोटि राम्रोसँग। र प्याज रातो भएपछि हामीले थोरै यो प्याजलाई निकाल्छौँ। यो चाहिँ यो फ्राई गरेको प्याज चाहिँ माथिबाट टप गर्दाखेरि एकदम राम्रो स्वाद आउँछ। र थोरै प्याज चाहिँ निकालौँ र माथि टपिङको लागि निकालेर राखौँ। अनि त्यो चाहिँ पछि माथिबाट राख्दाखेरि राम्रो देखिन्छ। र त्यसमा हामीले काटेको गोलभेडा राखौँ। गोलभेडा राखेर एकछिन भुटौँ र अदुवा लसुन राखौँ थोरै। अदुवा लसुन पछि जिरा धनियाको पाउडर पनि राखौँ। जिरा धनिया पाउडर राखेपछि हामीले बेसार पनि राखौँ थोरै। बेसार र नुन पनि राखौँ यसमा। र थोरै मिट मसला पनि राखौँ, यसले राम्रो फ्लेभर आउँछ। हामीले चाहिँ अब थोरै गरम मसला राखौँ। अब यता पानी उमालौँ। पानी चाहिँ त्यो चामलको लागि पानी बसालौँ र पानी उम्लेपछि थोरै नुन राखौँ, थोरै गरम मसलाहरू राखौँ र थोरै घिउ पनि राखौँ। घिउ राखेपछि अलिक सफ्ट हुन्छ, अलिक स्मेल पनि राम्रो आउँछ चामलको। पानी उम्लेपछि त्यसमा चामल पनि राखौँ। पानी निकालेर चामल मात्रै राखौँ, भिजाएको चामल। र यता चामल पाक्दै गर्छ। हामीले चामल चाहिँ 60 देखि 70% पाकेको हुनुपर्छ र एकैचोटि राख्न सक्छौँ। र यता ग्रेभीमा त्यो चिकन राखौँ। यो चिकन चाहिँ अहिले धेरै पाकिसकेको हुँदैन। ल यो ग्रेभीवाला चाहिँ चिकन राखेपछि यहीँ मिक्स गरौँ। यो भएपछि राम्रो हुन्छ। यसमा ग्रेभीमा राम्रो ग्रेभी बन्छ। र यो चिकन यसमै एकछिन पकाउँ। 5 देखि 10 मिनट यसरी पकाएपछि
यो रेडी हुन्छ र यसमा थोरै धनिया र पुदिना पनि राखौँ। यसमा राम्रो स्मेल आउँछ। अब यसरी राम्रोसँग बिस्तारै चलाएपछि यो राम्रो ग्रेभी बन्छ र यसमा थोरै दही पनि राखौँ। दही एड गरेपछि एकदम बिरयानीको टेस्ट नै छुट्टै हुन्छ। यो चाहिँ मन पर्दैन भने नराख्नु भयो भने नराख्नै सक्नुहुन्छ। नेपालीहरूलाई चाहिँ मनपर्छ प्रायः। र यता चामल उम्लेपछि त्यो 60% जस्तो पाकिसकेपछि त्यो चामललाई हामीले अर्को भाँडो बसाल्छौँ। कुकर बसालेँ मैले चाहिँ। यसमा चाहिँ थोरै तेल राखेँ किनभने तल नडरोस् भनेर। यो राखेपछि तल पछि बिरयानी पाकिसक्दा नि डढ्दैन र त्यो 60% पाकेको चामललाई चाहिँ भातलाई तल हामीले राख्छौँ। पहिला तेल तातेपछि त्यहाँ राख्छौँ। त्यहाँ चाहिँ नडरोस् भनेर कुकरमा अनि राख्छौँ। अब थोरै चामल राखेपछि हामीले थोरै चामल त्यहाँ राखेपछि अब हामी त्यहाँ चिकन राख्छौँ। त्यो अघि बनाएको चिकन र त्यो चिकन राखेपछि अर्को चामल पाक्दै गर्छ। त्यो चाहिँ अलिक बढी पाके नि केही फरक पर्दैन। तर तल राख्ने चामल चाहिँ अलि कम पाकेको भए पनि हुन्छ। किन भन्दा हाम्रो बढी तलकोलाई चाहिँ बढी पानी पनि राख्ने भएर छिटो पाक्न सक्छ तलको। त्यसले हामी अब अघि बनाएको चिकन राखौँ। त्यहाँ अघि बनाएको चिकन बिस्तारै राखौँ र त्यो एक लेयर अर्को बनाएको चिकन राखेपछि त्यो पनि राखियो। अब त्यहाँ माथिबाट त्यो बाँकी भएको सबै चामल हामीले बनाएको आधी पाकेको चामल राखिदिन्छौँ। यसरी राखेपछि सबै राखिदिन्छौँ र अब हामीले यसमा थोरै रङ पनि राखिदिउँ। त्यसमा अलिकति दुधमा घोलेर राख्यो भने चाहिँ राम्रो कलर आउँछ र टेस्ट पनि राम्रो आउँछ। अनि त्यसपछि हामीले अघि बनाएर राखेको प्याज अनि यो काजु र किसमिसहरू पनि राखिदिउँ। त्यसले चाहिँ एकदम राम्रो आउँछ। अनि र छुटाउनै नहुने चाहिँ यसमा हामीले घी पनि राख्नुपर्छ। घीले चाहिँ एकदम राम्रो स्मेल र हुन्छ। अरूले बाहिरी रेसिपीहरूमा रोज वाटरहरू पनि राख्छन्। तर नेपालीहरूलाई खासै त्यो रोज वाटरहरू अलिकति रोजको फ्लेभर मन नपर्ने भएर त्यो गुलाब जलहरू चाहिँ राख्दैनन्। हामीले घिउ राख्छौँ। घिउ राख्दा चाहिँ एकदम राम्रो स्मेल आउँछ। घी राखेपछि एकदम स्मेल आउँछ र घिउ माथिबाट राखिसकेपछि हामीले अब यसमा थोरै पानी पनि राख्छौँ। फेरि यो पाक्दैन। त्यही बनाएर चामल उमालेको पानी राखिदिन्छौँ हामीले। अब थोरै पानी राखेपछि अब हामी यसलाई बिर्को लगाइदिन्छौँ। बिर्को लगाएर 15-20 मिनटको लागि छोडिदिन्छौँ। यसरी राम्रोसँग बिर्को लगाएर सानो हिटमा 15-20 मिनटको लागि छोडिदिन्छौँ। अब हामी यता रायता पनि रेडी गरौँ। त्यसमा थोरै काँक्रो र धनिया पुदिना हालेर अनि थोरै नुन पनि राख्छौँ अनि रेडी हुन्छ। अब यता हाम्रो हल्का सिटी लाग्यो। अब हेरौँ कस्तो भयो बिरयानी भनेर। हेर्दा त एकदम मगमगाउने बास्ना आउने भइरहेको छ। यो चाहिँ हामीलाई खानाको लागि रेडी भयो। अब तल चिकन र यो बिरयानी चाहिँ टक्क मिलाएर पस्क्यौँ। अब चाहिँ हाम्रो चिकन बिरयानी खानको लागि रेडी भयो। एकदम राम्रो सफ्ट पाकेको छ। यो चाहिँ